युट्युब चलाउनेलाई गुड न्यूज, फेसबुक चलाउनेलाई ब्याड न्यूज। अब यो गुड न्यूज र ब्याड न्यूज म किन भन्दैछु फेसबुक र युट्युबको बारेमा, किनभने तपाईले युट्युब चलाउनुहुन्छ भने गुड न्यूज। किन गुड न्यूज रहेछ अब सुन्नुहोस्। युट्युबमा तपाईले लङ भिडियो हाल्नुभयो भने तपाईलाई 4000 वाच टाइमको आवश्यकता पर्छ। त्यही जग्गामा रिल्स हाल्नुभयो भने तपाईलाई 3 मिलियन भ्युज अथवा 10 मिलियन भ्युजको आवश्यकता पर्छ, त्यो पनि 3 महिना भित्र। सुनिराख्नुहोस्। अनि लङ भिडियो अपलोड गर्दा चाहिँ तपाईलाई 1 सालको तपाईलाई टाइम दिन्छ। 1 सालमा तपाईले 4000 वाच टाइम बनाउनु भयो भने तपाईको च्यानल मोनेटाइज हुन्छ युट्युब। यति सजिलो छ। र अर्को कुरा रह्यो सब्स्क्राइबर। सब्स्क्राइबर तपाईको 500 भए तपाईको च्यानल मोनेटाइज भइहाल्छ है त साथीहरु, सुनिराख्नुहोस्। युट्युबमा र अर्को कुरो, युट्युबमा 50 सब्स्क्राइबर भएपछि तपाईको लाइभ स्ट्रिम पनि चालु हुन्छ, जहाँबाट चाहिँ तपाईले लाइभ गरेर आफ्नो वाच टाइम पूरा गर्न सक्नुहुनेछ। वाच टाइम पूरा भएपछि तपाईको च्यानल मोनेटाइजेसन हुन्छ र यसमा डबल इन्कम पनि छ युट्युबमा। अब फेसबुकको लागि सुन्नुहोस्। फेसबुकमा के छ, यसमा कुनै क्राइटेरिया छैन, हो किन? यो तपाईको इन्भाइट ओन्ली हो। यसमा तपाईलाई फेसबुकले जति बेला चाहिन्छ त्यति बेला मात्रै तपाईलाई उसले मोनेटाइजेसन टुल्स दिने गर्दछ। कसैलाई 1000 मा नि दिन्छ, कसैलाई 1 लाख मा नि दिदैन। यही हो युट्युबमा चाहिँ साथीहरु। त्यसैले गर्दा भन्छु युट्युबमा 3 सेकेन्ड भिडियो इम्पोर्टेन्ट हुन्छ है। 3 से 10 सेकेन्ड 1 मिनेट बाद मात्रै तपाईको त्यसमा एड आउँछ। त्यसैले गर्दा पैसा कम्ती हुन्छ फेसबुकमा। युट्युबमा चाहिँ तपाईले एड हेरेर मात्रै भिडियो हेर्नु पाउँछ। त्यसैले गर्दा युट्युबमा पैसा बेसी हुन्छ है त साथीहरु। सो यो भिडियो तपाईको लागि थियो। यदि तपाई युट्युबमा काम गर्नु भएको छैन, फेसबुकमा मात्रै गर्नु हुँदैछ भने युट्युबमा पनि काम गर्नुस् होला है त साथीहरु। ल, भिडियो राम्रो लागि लाइक शेयर गरिदिनुस् होला। थ्यांक यू।